ल है गाइज हामी चाहिँ मकवानपुर गढीमा छौँ। मकवानपुर गढीबाट टाढा देखिरहनु भएको यो दृश्य चाहिँ उतापट्टि सैनिकहरू राख्ने अड्डा रहेछ पहिलाको। अहिले चाहिँ त्यहाँ चाहिँ निठाम जस्तो छ। त्यसपछि गएर यो भयो होइन, गढी टक्क छिर्ने ठाउँहरू भयो। यो चाहिँ हाम्रो चितवनको गढी भन्दा चाहिँ अलिकति ठुलो रहेछ। यो चाहिँ ऐतिहासिक मकवानपुर गढी 2। यो चाहिँ यस्तो छ है साथीहरू, यहाँबाट टक्क हिँड्यो र यो छ है, यो चाहिँ गढीको मन्दिर। गाडी आएपछि चाहिँ हाम्रो यो गढी दरबार भयो होइन। दरबारको चाहिँ यहाँ तपाईँहरूलाई देखाउँछु म। दरबारको चाहिँ कोठाहरू चाहिँ यस्तो थियो होइन। यो टक्क भित्र छिर्ने ठाउँहरू भयो। यो चाहिँ अहिले चाहिँ तपाईँको यो झ्याल छ। झ्याल चाहिँ यसरी एउटा ढुङ्गा कुदेर बनाइएको हुँदो रहेछ। त्यसपछि यो भयो होइन, यो वालहरू पर्खारहरू भयो। त्यसपछि प्रत्येकको चाहिँ एउटा एउटा कोठाबाट छिर्ने सिस्टम हुँदो रहेछ। यो चाहिँ रानीको, यो चाहिँ राजाको कक्ष भयो। त्यसपछि यो बाहिरको, यो बाहिर कक्ष चाहिँ यो भयो होइन। ढुङ्गा पुरै यो अहिले चाहिँ नयाँ बनाएर चाहिँ पुरानो भत्केर गढीको यो चाहिँ यो भयो। यो टक्क चाहिँ प्रत्येक कोठाहरू रहेछ कि यसरी। अनि टक्क यहाँबाट यस्तो छिर्ने ठाउँ। तपाईँ भोलि पर्सि यो के हुँदो रहेछ भने, यो चाहिँ बाहिरको सैनिकहरूलाई, गद्दार सैनिकहरू हुन्छन्, कुनैलाई के गर्न पऱ्यो भने चाहिँ यहाँ सजाय दिन पऱ्यो भने चाहिँ पानीभित्र हालेर राखिदिने चलन थियो अरे। यहाँको कुरा बुझेअनुसार त्यो पर्खालमा चढ्न नहुँदो रहेछ है। माथि नचढ्नु होला भनेर लेखिया। पर्खालमाथि चाहिँ यो चाहिँ उताबाट आउने कक्ष तलपट्टि छ होइन। तलपट्टिको दृश्य पनि म देखाउँछु। तलपट्टि चाहिँ यस्तो टक्क यो नाली छ। उतापट्टि चाहिँ मान्छेहरू हिँड्ने पार्क भयो। सर र पार्कबाट आउने हो राखेर रहेछ यसरी होइन। सैनिक कक्ष रहेछ होइन। यो चाहिँ भत्केर अब नयाँ बनाउन लागिरहेको रहेछ। यसलाई चाहिँ यसो मर्मत कार्य हुँदैछ। यसको मन्दिर यो पूजा सिद्धेश्वर महादेवको मन्दिर रहेछ। दामी हेर्नु मनोरम दृश्य, यस्तो दामीहरू देखिन्छ है। बाटोहरू पनि यस्तो दामी ठाउँ छ।